यात्रा भनेको चाहिँ पोखरासम्मको हो। अनि मैले चाहिँ बिहान अलिक हतार पनि भयो, त्यही भएर मैले चाहिँ मेरो भिडियो चाहिँ सुरु गर्नु सकिनँ। त्यही भएर मैले चाहिँ अहिले भर्खर यहाँ खाजा खाने ठाउँमा के भनेको अनि म चाहिँ सुरु गर्दैछु गाइस। अब पोखरा खाजा खानेको पोखरासम्मको लागि हो। हाई हेलो एभ्रिवान, स्वागत छ तपाईहरुलाई मेरो दिदीको ब्लगमा। अनि धेरै धेरै माया गरिदिनु होला। अनि इफ कोही नयाँ हुनुहुन्छ भनेदेखि चाहिँ सब्स्क्राइब गर्नु नभुल्नु होला है सबैजनाले। अनि कमेन्ट पनि गर्नु होला। अनि हाम्रो चाहिँ फ्यामिली टुर छ, हामी चाहिँ फ्यामिली टुर जाँदैछौँ। अनि आज चाहिँ हाम्रो पोखरासम्मको टुर हुन्छ। अनि हामी चाहिँ जाँदैछौँ साथीहरू पोखरामा। यस्तो दामी हामी इन्जोय गर्छौँ। त्यो इन्जोय गरेको भिडियोहरू तपाईँहरूले पाउनुहुन्छ, हेर्न पाउनुहुन्छ। सो यो भिडियो चाहिँ तपाईँहरूले सुरुदेखि अन्तिमसम्म भिडियो हेर्नुपर्ने हुन्छ है साथीहरू। सो हामी जाँदैछौँ, कोही बाइकमा छौँ, कोही हामी गाडीमा छौँ है। त साथीहरू हेर्दै गर्नु होला साथीहरू। अब म चाहिँ अब चाहिँ म कन्टिन्यू गर्नेछु आजको मेरो भिडियोलाई। अब म बिच बिचमा के गर्छु है त हाम्रो साथीहरू भन्नु ओ माय गॉड, हेरेर साथ दिनु होला, लाइक चाहिँ गर्न नबिर्सिनु होला है नहेरे पनि। अनि सब्स्क्राइब गर्न चाहिँ नबिर्सिनु होला इफ नयाँ हुनुहुन्छ भने है। माया गरिदिनु होला के मलाई सब्स्क्राइब गर्नु। किनभने म भर्खर अलिकति आउँदैछु नि त, त्यही भएर नयाँ लाग्दैछ। पुरानै हो तर अलिकति म चाहिँ अलिकति क्यामेरा अगाडि चाहिँ बोल्ने। अनि यहाँनिर चाहिँ हाम्रो भ्लग हुँदैछ साथीहरू। अनि ल अनि उहाँको भ्लग पनि आउँछ। अनि मलाई पनि सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइब गर्नु होला। अनि दामी दामी रमाइलो भिडियोहरू टोपी खोइ यहाँ छ। अब म त जाडोले यहाँ हावाले उडेर लानु त ऊ त टोपी बिना बस्नु। ल गाइज अब यहाँनिर चाहिँ हाम्रो सानो नानीहरू हुनुहुन्छ। हाई गर्दैछु। ल 2 शब्द बोल्दो न त छामाको ब्लगमा। हेलो गाइज भन। किन ए युवाल हाई भन्नु। हेलो एभ्रिवान, स्वागत छ देवीको ब्लगमा। हामी चाहिँ पोखरा जाँदैछौँ अहिले। वी आर नाउ अन द वे। सो भिडियोलाई चाहिँ कन्टिन्युली हेर्दै गर्नु होला। बाई बाई। हेलो गाइज, हामी चाहिँ पोखरा जाँदैछौँ अहिले चाहिँ आज हामी जाँदाखेरि चाहिँ हाम्रो अवस्था चाहिँ हेर्नु सक्नुहुन्छ। ओइ हेर सुतेर ल त लकजरी भइरहेको छ नि। हेलो लकजरीलाई खुच्चाखुच्चीहरू पुरा मस्ती छ। एवल एरुल मिरुन, खै मिरुन कहाँ गयो? मजा के उसको त रोशनको फ्यामिली चाहिँ हामी पिरदमको फ्यामिली, हामी पिरदम र लक्ष्मीको फ्यामिली। हामी खाना खानु आँटेको नाना के भर्खर यहाँनिर उयो भन्दैछ कि मैले चाहिँ भेनाले चाहिँ पोखरा पुगेर म्यासेज गर भन्नुभएको थियो कि। म त विराटनगर लगेको छु कि। योले त हेर रुन्चे मिरुन कति व्यस्त हो मोबाइलमै। नखाने भन्दा त मान्छे एक कस्तो पनि खाएन। ल म पनि खाएँ गाइस। फाइनली हामी चाहिँ आइपुग्यौँ यहाँनिर होटेलमा बसन्थालमा। पोखरा आइपुगिसक्यौँ। सो हामी चाहिँ यहाँनिर बसिरहेको छौँ, देख्न सक्नुहुन्छ। थाकेर यस्तो भएको छ। अब एकछिन फ्रेस हुने हो, त्यसपछिबाट हामी चाहिँ जान्छौँ। यता गाई चाहिँ हामी ब्यागहरू यता छ यस्तो बिजोग तरिकाले। अब एकछिन पछिबाट चाहिँ हामी चाहिँ अलिक फ्रेस हुन्छौँ। हेलो गाइस, हामी चाहिँ यतातिर घुम्दिनेको पुग्ने लाग्यो। मामु खोइ तपाईँ? हाम्रो मामु। हामी चाहिँ अब पुग्न लागि भन्दै हुनुहुन्छ। यस एकदम पोखराको फेवाताल। हेलो गाइस, रात परिसक्यो।
भिडियो पठाउँछ अनि आयो न हाँसिरहेको ओइ लेबिलेस गर्छ नि हेर्नु गाइज हामी चाहिँ पानीपुरी खान आँटेको म टेस्ट गर्छु ल कस्तो छ रहेछ यहाँको पानीपुरी त्यसपछिबाट म तपाईँलाई फिडब्याक दिइहाल्नेछु लगाउनुको लागि साथीहरू हामी चाहिँ यहाँनिर फेवातालको पानीपुरी खाँदैछौँ ल हामी चाहिँ 3 दिदी बहिनी है 3 जना दिदी बहिनी मामु चाहिँ मामु खानुहुन्न मामुले चाहिँ हेर्दै हुनुहुन्छ हामी चाहिँ खायो हेर त यो चाहिँ काली छोरीको लाइसन हो हाम्रो छैन भयो नानी रिसाएर नबोलिकन खाइरहेको यो म स्टोरीमा हालिदिन्छु उसको भाग म बोल्छु क्या ल अब म एलिजरको भाग पनि बोल्दैछु यहाँनिर फेवातालमा हामी सबैले खाँदैछौँ कस्तो छ पोखराको चाहिँ कति तिम्रो मात्रै निस्किन्छ म निस्किन्छु त साथीहरू हामी चाहिँ फेवातालमा छौँ होइन फेवातालको मिठो चटपटे चाहिँ हामी ट्राई गर्दैछौँ एकदमै मिठो छ रिसाउँदा मान्छे बोल्यो हामी चाहिँ एउटा आमाको 3टा छोरा छोरी मम्मी चाहिँ यता हुनु ल मम्मी खानु मम्मीहरू चाहिँ खानुहुन्न हामी चाहिँ खाइरहेको मेरो ठुलो लाइसेन्स नि मेरो ठुलो यो चाहिँ उहाँको ठुलो लाइसेन्स अनि उहाँ चाहिँ सानो लाइसेन्स सानो लाइसेन्स हाम्रो लाइसेन्स छैन हेलो गाइज हामी चटपटे खाइसकेर हिँडेको मम्मी र म अनि त्यसपछिबाट मेरो मम्मी अनि मेरो बहिनी यहाँ युवल यता हेर यतातिर म छु हाई अनि हामी चाहिँ यहाँ भिडियो बनाउँदै हिँडिरहेको छौँ गाइजहरू अनि नानीहरू चटपटे कति पिरो पिरो हामीले चटपटे पानीपुरी पनि खाएर हामी हिँड्दैछौँ गाइजहरू साथीहरू हामी चाहिँ चिया खाँदैछौँ सो तपाईँहरूलाई लाग्न सक्छ यो ठाउँ कहाँको होला अमेरिका जापान अस्ट्रेलिया क्यानाडा लाग्न सक्ला तर यो त्यो ठाउँ होइन यो ठाउँ जस्ट हाम्रो नेपालको एकदमै सुन्दर नगरी पर्यटकीय स्थल पोखरा हेर्न सक्नुहुन्छ पोखरा यहाँ चाहिँ देखेको छैन यस्तो छ अनि यहाँनिर चाहिँ हामी दिदी बहिनी यसरी हामी चाहिँ के खाँदैछौँ चिया खाँदैछौँ वी आर डेटिङ इन पोखरा फेवाताल के गर्नु साथीहरू अब बोयफ्रेन्डहरू कता मरु होइन यस्तै छ त्यही भएर हामी दुईजना चाहिँ डेट गरिरहेको छौँ यहाँ साथीहरू हामी चिया पनि सकिन लाग्यो एकदमै चिसो चिसो मौसममा तातो तातो चुस्पी एकदमै मिठो छ अनि सो साथीहरू अहिलेसम्म हाम्रो भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद थ्याङ्क यू फर वाचिङ एभ्रिवान बाई 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 पापा निस्किन्छ भनेको ननिकाल्दिनु भयो लु आयो देउरालीमा बत्ता कान्छीले कति राम्रो गीत गाएको बत्ता ल ल ल डान्स पनि राम्रो गर्दो रहेछ मोमो खानु आँटेको हामी त पोखरामा मेरो मित्रहरू प्यारा प्यारा साथीहरू यता चान्चुनीहरू चान्चुनीहरूको हाई ल लसन हाई गाइस खै ल एरी ल एरी हामी चाहिँ अहिले पोखराबाट शरणकोट जाँदैछौँ ओके गाइस लेट्स सी शरणकोट के
गाइस हामी चाहिँ फाइनली इको रिसोर्ट आइसकेको छौँ। इको भनेको चाहिँ हामीले रोडदेखि चाहिँ हामी भित्र साइड लागिसक्यौँ। बाटो चाहिँ यस्तो छ कच्ची रहेछ गाइस। अलिकति गाह्रो भयो गाइस। हाय चाहन्छुनेहरूसँग मम्मीको नाति नातिनीहरू यता हेर रोजी। हामी चाहिँ अब फेवातालमा हामी डुङ्गा चढेको है साथीहरू सबैजनालाई आग्रह गर्दछु। हुँदैछ कि होइन म आहा निस्किँदैछु कि होइन मिरुन तिमी अलिक यता टाँसेर बस।